आज बालनजीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले जे अफर गरेको त्यसको 1.5 महिना अगाडि त राष्ट्रपालले कुलमानजीलाई अफर गरे हो नि त। त्यहाँबाट सुरु भएको भनेर बिर्सनु हुँदैन। राष्ट्रपाललाई प्रस्ताव उहाँलाई गर्नुभएको उहाँलाई गरेको हो नि त। प्रधानमन्त्रीको पहिलो प्रस्ताव त कुलमानजीलाई गरेको हो। उहाँले त त्यसलाई नस्वीकार गर्दाको परिणाम आज यहाँ आइपुगेका छौँ। अब त्यो ढङ्गले मैले के भने अब यो राजनीतिमा नेतृत्वको एउटा विशेष क्षमता भनेको सही समयमा सही निर्णय गर्ने हो। भविष्यमा हुने मौका र रिस्क दुइटैको आकलन गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वमा अलिक बढी हुनुपर्छ। मेरो विशेष शुभकामना यस्ता खाले अनुभवहरूले राजनीतिमा आउँदै गर्दा उहाँ त राजनीतिलाई नयाँ पात्र हो। नयाँ पात्रको रूपमा यस्ता खाले घटनाहरूले पनि आफ्नो शक्तिभन्दा बढी आकलन गर्ने विषयहरूले आफूलाई नै क्षति गर्छ भन्ने कुराको सिकाइ स्वाभाविक रूपमा उहाँलाई पनि होला। जनताले जान्न खोजेको त्यो पनि क्लियर गरिदिनुहोस्। तपाईँहरूले उहाँलाई लत्याएर निकाल्नु भएको कि उहाँ आफै निस्किनु भएको? किनकि उहाँले भन्नुभएको छ मलाई लत्याएर निकालियो। उहाँकै भाषामा उहाँ कुनै पनि राजनीतिक दलको सदस्य होइन। उहाँकै भाषामा तपाईँहरूले गएर कोट हेरे भइहाल्यो। त्यसले गर्दाखेरि कुनै पनि राजनीतिक दलको सदस्य नभएको पात्रलाई हामीले कसरी निकाल्न सक्छौँ र? तपाईँले निकाल्नु भएको होइन? नभित्र्यायो ननिकाल्यौँ मात्रै भन्नु पर्यो होइन त। सम्झौता तपाईँहरूले रद्द गर्नु भएको होइन? सहमति त हामीले रद्द गऱ्यौँ। मैले भने नि उहाँलाई निकाल्ने हैसियतमा हामी थिँदै थिएनौँ। किनभने उहाँ आफै कुनै पनि राजनीतिक दलमा अस्ति उज्यालो पार्टीको अध्यक्ष नभएको बेलासम्म उहाँ कुनै पनि राजनीतिक दलमा आबद्ध हुनुहुन्थेन भनेर उहाँ आफैले दावा गर्नुभएको छ। त्यो अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीले त उहाँलाई निकाल्ने भन्ने त कुरै आउँदैन नि। उहाँ अहिले जुन भन्नुभयो म पीडामा छु, मेरो पार्टीको समानुपातिक पनि अब कब्जा भयो, हाइज्याक भयो, त्यसले गर्दाखेरि चाहिँ यसको भनौँ न दोष राष्ट्रपालले लिन तयार छ? हामीलाई त उहाँहरूले 18 जनाको नाम दिनुभएको थियो। ती सबै पात्रहरूलाई हामीले राखेका थियौँ त्यो बिन्दुसम्म। अहिले पछिल्लो समय हाम्रो बिच सहमति भङ्ग भइसकेपछि त्यसमध्येका केही पात्रहरू राजसभामै रहन चाहने पात्रहरूलाई अझै पनि हाम्रो समानुपातिको सूचीमै हुनुहुन्छ भनेपछि हाम्रो पार्टीलाई निर्माण गर्न एकदमै दिनरात खटिने थुप्रै पात्रहरू हुँदाहुँदै पनि त्यताबाट आउनुभएको साथीहरूलाई पनि आज हामी समेटिराखेका छौँ भन्दाखेरि हामीले कत्रो ठुलो समग्रतामा राष्ट्रिय स्वतन्त्र पार्टीले यो सहमति बनाउने क्रममा निकै ठुलो त्याग गरेको छ जस्तो लाग्छ मलाई। त्याग राष्ट्रपालले चाहिँ गर्यो? एकदमै ठुलो त्याग गरेको छ। उहाँले भन्नुहुन्छ मैले त्याग गरेँ, तपाईँहरू भन्नुहुन्छ मैले त्याग गरेँ। त्याग चाहिँ कसले गर्यो? त्यो त मूल्याङ्कन तपाईँहरूले गर्नु पर्यो, विश्लेषण पत्रकार साथीहरूले गर्नु पर्यो। सूचना दिने काम हाम्रो हो, विश्लेषण त तपाईँहरूले आफ्नो ढङ्गले गर्नु पर्यो नि त।